नमस्कार सबैलाई एउटा अरू नेप्से एनालाइसिसमा आजको मार्केट निकै नै एउटा ड्रामाको मुभी जस्तो भएको थियो अनि त्यही मुभीका आज बेस्ट सिनहरुको कुरा गर्नेछौँ। नेप्सेले आज 2582.18 मा क्लोजिङ दिएर 22.59 पोइन्टले बढेको छ। 200 कम्पनी आज उकालो लागेका छन् भने 41 कम्पनीहरु ओह्रालोतिर भागेका छन्। 10 कम्पनी अनचेन्ज्ड पनि छन्, यानी कि केही पनि परिवर्तन भएको छैन। टप गेनरको कुरा गर्दा BHPD नम्बर 1 मा छ, यानी कि विद्या वासनी हाइड्रो पावर, AHL छ, कमिया अरु पनि छ, इक्विटी फन्डहरु, डिभेन्चर दिनेहरु। एनी टप युजर्सको कुरा गर्दा TSHL छ, साथै हाम्रो यहाँ बुगोल एनर्जी छ अनि डिभेन्चरहरु छन्। टर्नओभरको कुरा गर्दा यहाँ शिवम छ, UNHPL छ, HRL छ, NRIC छ, SDL छ। टोटल टर्नओभरको कुरा गर्दा 5.2 अरबको यहाँ कारोबार भएको छ भने 56,321 ट्रान्ज्याक्सन आज भएका छन् भने टोटल स्क्रिप्ट्स ट्रेडेड छ हाम्रो 313। त आज नेप्सेमा के भयो त्यो कुराको चर्चा गरौँ अनि किन भयो त्यो पनि चर्चा गरौँ। त आज नेप्सेमा प्री ओपन पनि धेरै स्ट्रङ मिलेको थियो अनि अलमोस्ट 11-23 सम्म आफ्नो पिकमा पुगेको थियो। आजको दिनमा सायद 4% ले बढेको थियो होल्डेडमा अनि त्यसपछि ओह्रालोतिर खस्यो। अब किन खस्यो यसरी अचानक? यति राम्रो माहौल बनेको थियो, किन खस्या होला यो प्रश्न पनि धेरैको मनमा छ अनि यस्तो सायद पहिला पनि भएको थियो एकचोटी। त कारणहरु धेरै छन्। सबभन्दा पहिला हामी डिस्कस गरौँ यो बढ्नुको कारण के थियो त आज। त यदि हजुरले हिजोको न्यूज सुन्नु भएको थिएन भने हिजो NRB ले आफ्नो 25 करोडको सीमा हटाएको थियो। त त्यो पनि एउटा ठूलो कारण हो नेप्से आज बढ्नुको। अनि साथै नेप्से आफ्नो अर्डर ब्लक एरियामा पुगिसकेको थियो, त त्यहाँबाट पनि बढ्यो। या भन्न सपोर्ट एरियामा पुगिसकेको थियो, बढिहाल्यो। तर अब प्रश्न हुन्छ कि अब के होला त, त्यही आज हामी जान्न खोज्ने छौँ। आजको यो पुरा भिडियो हजुर हेर्नु होला। अब एकचोटी कुरा गरौँ नेप्सेको चार्टको। नेप्सेले आज एउटा रिजेक्सन डोजी बनाएको छ, किनकि नेप्से एकचोटी एकदम हाईमा बढेको थियो तर त्यसपछि डाउन आएर अहिले 20 पोइन्टले मात्रै बढेको छ, 20 हो कि 22 पोइन्टले। त यो एउटा सोच्ने पर्ने कुरा छ कि किन भयो यस्तो, अचानक के भयो त। यदि हामी आवरली लास्टको 1 आवरमा हेर्ने हो भने के भएको छ भने यहाँ हामी हेर्न सक्छौं कि ग्याप अप भयो एकचोटी। यहाँ बीचमा लास्ट मोमेन्टमा ग्याप अप भयो, त्यसपछि यहाँ ठूलो विक बन्यो र त्यसपछि यहाँ पनि रिजेक्सन भइसकेको छ। त यो संकेत त राम्रो छैन हैन। यहाँ यदि हामी MA लगाउँछौं भने यहाँ MA 50 मा त केही क्लोजिङ दिएको छैन, 50 क्रस गरेको छैन अनि 20 पनि क्रस गर्ने वाला थियो, नजदिक पुग्दै थियो तर अहिलेको रिजेक्सनको कारण पुगेको छैन। त अहिले नै अनप्रेडिक्टेबल नै छ मार्केट। केही दिन अगाडि लागेको थियो कि मार्केट धेरै आज त पार हान्छ, सर्किटै लाग्छ भन्ने, तर अन्तमा उही क्लाइमेक्स जस्तो भएको छ, फिल्मको क्लाइमेक्स जस्तो। त दुईटा MA पनि क्लोज भएको छैनन् अनि यदि हामी RSI हेर्ने हो भने RSI अलि बढेको छ यहाँ हिजो भन्दा 37.81 मा आज क्लोजिङ दिएको छ। अब मेरो हिसाबमा सपोर्टको कुरा गर्दा यदि हामी सपोर्ट हेरौँ भनेपछि अहिले पनि नेप्से सपोर्ट एरियामा नै छ, न यो एरिया भन्दा माथि जान्दैछ न तल जान्दैछ। त यो अनि यति पोजिटिभ न्यूज आएर पनि नबढ्नु त अचम्मै भयो आजको लागि। यो पनि के ठूलो कारण होला। देशमा अहिले पोलिटिकल स्टेबिलिटी त छैन, किनकि केही महिनापछि अब चुनाव हुन्छ, त्यो चुनाव हुन्छ कि नै त्यो पनि एउटा डाउट नै छ अनि चुनाव भयो भने कसको सरकार आउँछ त्यो पनि डाउट नै छ। हामी यदि सुपर ट्रेन्ड पनि हेर्ने हो भने त सुपर ट्रेन्डले केही दिन अगाडि बाइ दिएको थियो तर त्यसपछि त्यो रिजेक्ट भएर अस्ति फेरि सेलिङ दिएको थियो अनि आज पनि सेलिङमा नै छ। सुपर ट्रेन्डको हिसाबले त नेप्से अहिले बढ्ने छैन, तर त्यो पनि केही पनि हुन सक्छ। ओभरअल भन्नुपर्दा नेप्से आज बढेको थियो, त्यो राम्रो कुरा हो। नेप्सेले पोजिटिभमा क्लोजिङ दिएको छ, त्यो पनि राम्रो कुरा हो। र समस्या यो रिजेक्सन क्यान्डलले बनाएको छ कि आज पनि सेलर नै बढी छन् त मार्केटमा। यदि बढेर पनि आज भोल्युम उतिको जस्तै आएको छ, अस्तिको दिन जस्तै। अब हेर साथीहरु अघिल्लो दिनमा के हुन्छ, जबसम्म यो सपोर्ट यदि नतोड्यो भने त नेप्से अहिले साइडवेज नै जाला अनि रेजिस्टेन्स हामीले पहिला पनि कुरा गरेका थियौं कि जबसम्म 50 या 20 के तोड्छ, के MA तोड्छ भने त्यसपछि नेप्सेमा एउटा सुधार हुन सक्छ। अनि हजुरहरुले सोच्नु पनि अब भोलि के होला, अर्को दिन के होला त्यो सोच्नु कुरा होइन। हामीले सोच्नु भनेको लगभग 1 महिनामा 1 हप्तामा कति बढ्ला त नेप्से, त्यो हामीले सोच्नु कुरा हो, हामीले प्रिडिक्ट गर्नु त्यो हो। त यिनै थियो साथीहरु आजको एनालाइसिस। यदि हजुरलाई राम्रो लाग्यो भने लाइक सब्स्क्राइब गरिदिनु होला अनि साथै हजुर पनि आफ्नो एनालाइसिस शेयर गर्न चाहनुहुन्छ भने कमेन्ट बक्स खाली नै छ, हजुरहरु त्यहाँ शेयर गर्न सक्नुहुन्छ कि अब नेप्से के होला, बढ्ला घट्ला वा साइडवेज जाला। साथैमा भन्न चाहे कि हजुरले आफ्नो एनालाइसिस पनि गर्नु होला, त्यसपछि मात्रै कुनै फाइनान्शियल डिसिजन लिनु होला। आजलाई यति नै, अब भेट हुन्छ अर्को भिडियोमा।